2082 साल चैत 19 गते बोलाइएको प्रतिनिधि सभाको पहिलो अधिवेशन मुख्यतः प्रक्रियागत काममै सीमित रह्यो र केवल 8 दिनमै अन्त्य भयो। त्यसपछि वैशाख 16 गते बस्ने भनिएको संसद अधिवेशन बालेन्द्र शाह नेतृत्वको सरकारले स्थगित गर्दै अध्यादेश ल्याउने निर्णय गर्यो। त्यसअनुसार सरकारले हालै 8 वटा अध्यादेश जारी गरिसकेको छ, जसलाई राष्ट्रपतिले प्रमाणीकरण पनि गरिसकेका छन्। ती अध्यादेशमा सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण निवारण, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्वविद्यालय सम्बन्धी कानून, केही नेपाल ऐन संशोधन र संवैधानिक परिषद सम्बन्धी व्यवस्था समेटिएका छन्। संसद अधिवेशन बोलाउन सकिने अवस्था हुँदाहुँदै सरकारले अध्यादेश मार्फत धेरै कानून संशोधन गरेको भन्दै आलोचना पनि भइरहेको छ। त्यसमध्ये एक संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाएपछि पनि सरकारले परिमार्जन नगरी फेरि सिफारिस गरेको थियो। अब प्रश्न उठ्छ, संघीय संसदको अधिवेशन सुरु भएपछि यी अध्यादेशको के हुन्छ? राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा 114 मा अध्यादेश सम्बन्धी व्यवस्था छ। संघीय संसदको अधिवेशन नचलेको अवस्थामा तत्काल कानून आवश्यक परे मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। अध्यादेश भनेको संसदबाट पारित हुने ऐन सरहको कानून हो, तर ऐन स्थायी हुन्छ भने अध्यादेश अस्थायी हुन्छ। सामान्यतया यसको अवधि 6 महिनासम्म रहन्छ, तर संसद अधिवेशन सुरु भएपछि अध्यादेश दुवै सदनको पहिलो बैठकमै पेश गर्नुपर्छ। सरकारले यसलाई अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसदमा दर्ता गर्छ। त्यसपछि दुवै सदनमा छलफल हुन्छ। दुवै सदनबाट पास भएपछि मात्र राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइन्छ। यदि दुवै सदनले अध्यादेश अस्वीकार गरे भने त्यो स्वतः निष्क्रिय हुन्छ। दुवै सदनमा पेश भएको 60 दिनभित्र पास हुन नसके पनि अध्यादेश स्वतः निष्क्रिय हुन्छ। अहिले प्रतिनिधि सभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बहुमत रहेको सरकार छ। त्यसैले प्रतिनिधि सभाबाट अध्यादेश पास गराउन सरकारलाई कठिन हुने देखिँदैन। तर राष्ट्रिय सभामा भने रासोपाको एकजना पनि सदस्य छैन। त्यसैले अध्यादेश राष्ट्रिय सभाबाट पास हुन्छ कि हुँदैन भन्नेमा आशंका छ। संविधान अनुसार राष्ट्रिय सभाले 2 महिनाभित्र अध्यादेश पास गर्ने वा सुझावसहित फिर्ता पठाउने निर्णय गर्नुपर्छ। यदि राष्ट्रिय सभाले न पास गर्छ न त सुझावसहित फिर्ता पठाउँछ भने प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्यहरूको बहुमतबाट अध्यादेश अघि बढाउन सकिन्छ। त्यसपछि विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइन्छ।